सरकारले जनतालाई एक्ज्याक्टली कसरी ट्र्याक गर्छ, अलि डिटेलमा के युज गरेर ट्र्याक गर्छ, के ट्र्याक गर्छ भन्ने कुराहरू गर्छ है त। ट्र्याक गर्ने त अब मेन त सेलफोनमा माइक हुन्छ, वाइफाई हुन्छ, क्यामेरा हुन्छ, ब्लुटुथ हुन्छ। यो भिडियोमा चाहिँ ठ्याक्कै के ट्र्याक गर्छ, जस्तै सेलफोनको टावर युज गरेर के ट्र्याक गर्छ, वाइफाई कनेक्सन भयो भने कसरी ट्र्याक गर्छ भन्ने कुराहरू गर्छ है त। र अहिले रिसेन्टली भएको घटनालाई आधार लिएर त्यति बेला चाहिँ कसरी ट्र्याकिङ गर्यो, के फाइन्ड आउट गर्यो भन्ने कुराहरू गर्छ है त। र सुरुमा एक्जाम्पल दिनुपर्दा ट्र्याक गर्ने भनेको चाहिँ सेलफोन टावर युज गरेर गर्छ है। अब यो गर्न चाहिँ कि सरकारी हुन्छ तपाईको टेलिकम, नत्र प्राइभेट छ भने प्राइभेटसँग चाहिँ यो डेटाहरू माग्ने हो। या मैले यो देखाएको चाहिँ एकदम रियल डेटा हो यो चाहिँ हैन। काठमाडौँको त्रिभुवन इन्टरनेसनल एयरपोर्टको वरपर सेलफोन टावरहरू कहाँ छ, कतिवटा छ, त्यो डेटाहरू हो। त्यहाँ चाहिँ म एकछिनमा आउँछु। तपाईले बुझ्नु पर्यो भनेको सेलफोन टावर युज गर्दाखेरि कुनै पनि फोनलाई चलाउनलाई सेलफोन टावर त चाहियो नि त। के ट्र्याक गर्छ त भन्दाखेरि जस्तै एक्जाम्पलको लागि सिम कार्डको नम्बर हुन्छ। त्यो सिम कार्डको नम्बर चाहिँ IMSI नम्बर भन्छ है। जस्तै फोनको चाहिँ IMEI नम्बर हुन्छ नि। त्यसरी चाहिँ कसको सिम हो भनेर थाहा हुन्छ। अर्को भनेको IMEI नम्बरै भइहाल्यो। त्यो चाहिँ कसको फोन हो, कसको नाममा छ त्यो फोन थाहा हुन्छ। त्यसपछि भनेको फोन नम्बर पनि ट्र्याक हुन्छ। फोन नम्बर ट्र्याक भइसकेपछि त्यो सँगसँगै त्यो डिभाइस कुन हो, आइफोन हो कि एन्ड्रोइड हो कि एन्ड्रोइड हो भने कुन मोडल हो, आइफोन हो भने कुन मोडल हो, त्यो ट्र्याक हुन्छ। अनि त्यसपछि ट्र्याक हुने भनेको लोकेसन डेटा एक्ज्याक्टली कहाँ छ। त्यो चाहिँ कसरी थाहा हुन्छ भन्दाखेरि जहिले पनि लोकेसन ट्र्याकिङ गर्दाखेरि सेलफोन टावर युज गरेर लोकेसन ट्र्याकिङ गरिरहेछ भने चाहिँ तपाईले सेलफोन युज गरेर राख्नु भएको छ भने जहिले पनि सबैभन्दा नजिकको टावरसँग तपाईँ कनेक्टेड हुन्छ। ड्राइभ गर्दै गएको छ भने या हिँड्दै गएको छ भने नजिकको टावर टाढा हुँदै जान्छ, अर्को टावर अलि नजिक हुन्छ नि, त्यसमा स्विच हुन्छ। अनि तपाईँ कति टाइममा स्विच भयो, त्यति बेला सिग्नल स्ट्रेन्थ कतिको थियो भन्ने हिसाबले चाहिँ तपाईको लोकेसन अनुमान गरिन्छ। अर्को ट्र्याक गर्ने भनेको GPS सिग्नल पनि अन छ भने सेलफोन टावरकै थ्रुबाट ट्र्याक गरिन्छ। त्यसपछि अर्को ट्र्याक गर्ने भनेको तपाईको कलको लग्सहरू, कोसँग कुरा गर्नुभयो, कति बेला कुरा गर्नुभयो, कति बेर कुरा गर्नुभयो, कुन टावर युज गरेर कुरा गर्नुभयो भन्ने कुराहरू पनि हुन्छ। अनि त्यो सँगसँगै तपाईको डेटाहरू युज भएको छ भने कुन टावर युज गरेर कति डेटा गयो, कति डेटा आयो भन्ने कुराहरू पनि ट्र्याक हुन्छ। र सेलफोन टावर चाहिँ तपाईको फोन कुनसँग कनेक्टेड छ, त्यहाँ वरपर कुन सेलफोन टावर छ भनेर हेर्नको लागि चाहिँ यो सेलफोन टावर सिग्नल फाइन्डर भन्ने एउटा एप छ एन्ड्रोइडमा। iOS-मा चाहिँ सेल एन्टेनास भन्ने छ है, युज गरेर हेर्न सक्नुहुन्छ। त्यो हो सेलफोन टावर रिलेटेड हैन। अब जस्तै वाइफाई युज गरेर ट्र्याक गर्ने हो भने चाहिँ अझै यति धेरै डेटाहरू कलेक्सन भइरहेको हुन्छ। अनि फेरि त्यो सेलफोन टावर त अब सिम कार्ड प्रोभाइडरले गर्छ भने अब वाइफाईको केसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जसरी तपाईले यहाँ सेलफोन टावरहरू यो देख्नु भयो नि, रियल डेटाहरू हो कि यही छ गयो भने यो सेलफोन टावरहरू काठमाडौँको यो एयरपोर्ट वरपर यही ठाउँहरुमा छ। त्यस्तै वर्ल्ड भरिको वाइफाईको राउटरहरू पनि कहाँ छ भनेर पब्लिकली हेर्न मिल्छ। अनि हरेक वाइफाई इनेबल डिभाइसेसहरू जस्तै हाम्रो फोनहरू हुन्छ नि, तपाईको फोनले त्यो वाइफाई नेटवर्कहरुमा कनेक्टै गर्न नखोजे पनि यदि तपाई त्यो वाइफाई राउटरको नजिकबाट पास हुनु भएको छ, त्यहाँ सिग्नल छ भने चाहिँ तपाईको फोनले त्यो वाइफाई राउटरसँग कम्युनिकेट गरेको हुन्छ। अनि कम्युनिकेट गरेको भएर र त्यो डेटाहरू नर्मली आईएसपी ले क्याप्चर गरेर हुन्छ। अनि त्यो चाहिँ गभर्नमेन्टले मागेर लिने हो। आईएसपीहरू गभर्नमेन्ट फन्डेड छ भने त झन् माग्नु पनि परेन, एकदमै सजिलो। त्यो चाहिँ आफैले पनि हेर्न मिल्छ। केही स्पेसिफिक राउटरहरुमा सर्टेन फर्मवेयरहरु हालेर युज गर्ने हो भने चाहिँ तपाईको घर वरपर मान्छेहरु को हिँड्यो भनेर सबैको डिभाइसको इन्फर्मेसनहरु तपाईले ग्यादर गर्नु मिल्छ। त्यो भनेको के भन्दाखेरि म सपोज कुनै यस्तो ठाउँमा बस्छु जहाँ चाहिँ प्रोटेस्टहरु एकदम हुन्छ भने चाहिँ मैले त्यस्तै खालको एउटा राउटर किनेर घरमा राख्ने हो भने चाहिँ त्यो प्रोटेस्ट हुँदाखेरि कतिवटा डिभाइसेसहरु त्यो मेरो घर वरपरबाट पास भयो भनेको मान्छेहरु नै भयो हैन भनेर यो आन्दोलनमा यति जना मान्छे जति थियो है भन्ने एस्टिमेट निकाल्न मिल्छ। एस्टिमेट पनि एक्सट्रिमली करेक्ट हुने खालको के। अर्को भनेको कति कम्पनीहरुले ट्र्याक गर्ने भनेको चाहिँ तपाईको ब्लुटुथ डिभाइसेसहरु पनि ट्र्याक गर्छ। त्यो कसरी गर्छ भन्दाखेरि जस्तै एप्पलको केसमा कुनै पनि डिभाइसको इन्फर्मेसन एप्पलले लिँदाखेरि त्योसँग कनेक्टेड मिनिमम 400 वटा डिभाइसेसहरुको इन्फर्मेसनहरु एप्पलले आफ्नो सर्भरमा ग्यादर गरेर आउँछ। लास्ट 400 डिभाइसेस कोसँग कनेक्ट भयो यो फोन त्यसको इन्फर्मेसन लिन्छ। त्यही टेक्नोलोजीले गर्दाखेरि चाहिँ जीपीएस नभएको डिभाइसेसहरु पनि एप्पलले चाहिँ लोकेसन पत्ता लगाउने चाहिँ त्यसरी हो के। जस्तै म्याकबुकहरुमा जीपीएस नभए पनि यो म्याकबुकको लोकेसन चाहिँ यहाँ छ भनेर पत्ता लगाउने तरिका चाहिँ त्यस्तो हो के। र अन्त्यमा हिजो भूतपूर्व राजा ज्ञानेन्द्रलाई जुन वेलकम गर्ने मास थियो त्यो कति थियो भनेर चाहिँ गभर्नमेन्टले कसरी क्याल्कुलेसन गर्यो या कसरी थाहा पाउँछ भन्ने तपाईलाई देखाउँछ है त। जस्तै यो मैले सेलफोन टावरहरु कहाँ छ भनेर निकालेको डेटा हो हैन। यो चाहिँ एयरपोर्टको वरपर नर्मली यो प्रोटेस्ट या यो वेलकम गरेको ग्यादरिङ भएको बाटो चाहिँ यो हो हैन। अनि अफ कोर्स वाइफाई राउटरहरुमा जुन डेटाहरु कलेक्सन हुन्छ मैले अघि भनिहालेँ त्यो अब गभर्नमेन्टले आईएसपी सँग मागेर पनि त्यो काउन्टहरु निकाल्न सक्छ। तर त्यो नमागिकन पनि एस्टिमेट यो सेलफोन टावरहरु पनि निकाल्न सक्छ हैन। किनभने धेरै जस्तो सेलफोन टावर त एनटीसी कै छ। यो हिसाब गर्दाखेरि चाहिँ जति पनि यो ग्यादरिङ मान्छेहरुको भिड भएको यो बाटो छ यो बाटोमा यति बाटोको वरपरको सेलफोन टावरहरु हेर्दाखेरि 101 वटा रहेछ के। र यो 101 वटा सेलफोन टावरले क्याप्चर गरेको डेटा मात्र हेर्ने हो भने पनि गभर्नमेन्टले के
के थाहा पाउन सक्ने भयो भन्दाखेरि चाहिँ त्यहाँ कतिजना थियो पर व्यक्ति एउटा फोनको हिसाबले पनि यति भन्ने इस्टिमेट निस्किन्छ एउटा मान्छेले दुईटा फोन बोकेछ भने पनि सिम कार्डको आइएमएसआई नम्बरले थाहा हुन्छ कसको नाममा थियो भनेर अर्को कुरा यो आइएमईआई नम्बरले पनि थाहा हुन्छ फोन कतिवटा फोन कसको नाममा छ भनेर अहिले नागरिक एप चलाउनु भएको छ भने त नागरिक एपले पनि डेटा कलेक्सन गरेर हुन्छ अब एनटिसीसँग त तपाईँको सिम कार्ड लिँदाखेरिको फुल डिटेल्स भइहाल्छ त्यही भएर अनि अर्को कुरा चाहिँ वेलकम गरेको ग्यादरिङको बेलामा चाहिँ भनेको यो 3-4 घण्टाको अवधिमा त्यहाँ भएको मान्छेहरूले चाहिँ कोसँग कुरा गर्यो कति बेर कुरा गर्यो र कुन टावर युज गरेर कुरा गर्यो त्यो डिटेल्सहरू सबै थाहा हुन्छ कि गभर्नमेन्टलाई अनि त्यसरी चाहिँ यो सरकारलाई भूतपूर्व राजालाई वेलकम गर्नलाई चाहिँ एक्युरेटली यतिजना मान्छे थियो त्यो मान्छेले योसँग कुरा गरेको थियो भन्ने खालको डेटाहरू चाहिँ उनीहरूसँग हुन्छ है त अनि मैले यो इक्जाम्पल मात्र दिएको यो राजालाई वेलकम गरेको मास भनेर अब तपाईँले आफैले सोच्नु यतिसम्मको डेटा कलेक्सनहरू भइरहेको छ होइन यो आजभन्दा 15-20 वर्ष अगाडिको जस्तो कुरा होइन अहिलेको भनेको नेपालमा यो डेटा सिक्युरिटी प्राइभेसी भन्ने कुरा पनि खासै मान्छेलाई आइडिया पनि छैन अनि गभर्नमेन्ट लेभलबाट त झन् केही पनि भएको छैन त्यो कारणले गर्दाखेरि पनि यो कुराहरू बुझ्नु जरुरी छ किन भन्दाखेरि यो मासलाई मात्र होइन कि कुनै पनि इभेन्टमा भनेर पनि यो मैले बुझाउन खोजेको है त र अर्को कुरा जोड्न मन लागेको चाहिँ तपाईँलाई नेपालको टेलिकम सेक्टरमा आइएसपी को सेक्टरमा विदेशी लगानी किन भइरहेको जस्तो लाग्छ ठ्याक्कै यही हो अर्को इक्जाम्पल भनेको वाइफाई रिलेटेड एपहरू नेपालीले बनाएको विदेशी कम्पनीले किन किनिरहेको छ जस्तो लाग्छ रिजन यही हो अनि तपाईँलाई यो के हेल्पफुल लाग्यो भने चाहिँ लाइक कमेन्ट र रिपोस्ट चाहिँ गरिदिनुहोस् है त हस्